गुड मर्निङ गाइज। अहिले चाहिँ 3 बजिरहेछ। हामी चाहिँ उठेको। कहाँ जानलाई भेटु? यस। अब हामी क्विक सावर गर्ने। हामी चाहिँ उठिसक्यौँ। क्विक सावर गर्न। अनि हामी नयाँ लुगा लाउने। यहाँ आदिमी छौ क्या क्यामेरामा आऊ न। हामी सबै रेडी। हाम्रो ग्यारी पनि आइसक्यो। वी अल गेट रेडी एन्ड देन हामी चाहिँ मनोकामना जान रेडी भइसकेको थियौँ र सबैजना रेडी भएर अब हाम्रो गाडी पनि आइसकेको थियो र हामी अब सबैजना गाडीमा चढ्यौँ एन्ड देन हाम्रो चाहिँ मनोकामना जाने भएको थियो। मेरो डेडीले गर्नुभएको थियो अनि फाइनली हामीले चिया र समथिङ के खायौँ अनि त्यसपछि हामी फाइनली धरानको पुल कटिसकेको छौँ अनि त्यसपछि हामी होल फ्यामिली मेरो होल फ्यामिली मम्मी ड्याडी अस्मिन अल्सा दिदी मेरो दादा अनि मोसीहरू 2 जना अनि मेरो एउटा भाइ आएको थियो अनि त्यसपछि हामीले खाजासाजा खायौँ अनि ठ्याक्क बाटोमा चाहिँ ठुलो एक्सिडेन्ट भएको थियो बट कसैलाई केही चाहिँ भएन। एक्सिडेन्ट चाहिँ ग्लास वेयरहरूको थियो, सिसाको सामानहरू यति धेरै बोकिरहेको थियो बट गाडी पल्टेर चाहिँ एक्सिडेन्ट भएको रहेछ। एन्ड देन हामी फेरि लाग्यौँ अनि हामी 11 बजीतिर चाहिँ हाम्रो खाना खाने ठाउँमा रोक्नुभयो अङ्कलले अनि हामी खाना खान लाग्यौँ। सबैजना मन्दिर गएको हुनाले चाहिँ हामी चाहिँ भेज खाना खायौँ एन्ड देन त्यसपछि यहाँको यो होटेलको खाना चाहिँ एकदम धेरै मिठो थियो एन्ड लुक एट द प्लेस कति राम्रो थियो। दिस होटल थकाली समथिङ थकाली भान्साघर एन्ड देन तपाईँहरू पनि आउनुहोला यदि काठमाडौँ वे अथवा मनोकामना जाँदै हुनुहुन्छ भने। एन्ड देन त्यसपछि हामी खाना खाइसकेर हाम्रो आफ्नो बाटो लाग्यौँ त्यसपछि एन्ड आफ्टर द्याट अनि हामी फाइनली मनोकामना जाने केबल कार चढ्ने ठाउँमा हामी पुग्यौँ। गोर्खा डिस्ट्रिक्ट फाइनली हामी आइपुगेको थियौँ अनि हामी सबैजना ओर्लेर हामीले चाहिँ अङ्कलले चाहिँ गाडीहरू पार्क गरेर राख्नुभयो अनि दादाले चाहिँ टिकट पनि लिनुभयो केबल कारको। त्यहाँ चाहिँ पर पर्सन 750 रहेछ अनि हामी सबैजना केबल कारमा चढ्यौँ एन्ड देन मेरो चाहिँ फर्स्ट टाइम एक्सपिरियन्स थियो। म फर्स्ट टाइम केबल कार चढेको थिएँ बिकज फर्स्ट टाइम मनोकामना पनि फर्स्ट टाइम गएको थिएँ। सो एकछिनपछि चाहिँ हामी अनि मनोकामना मन्दिर पुगेपछि चाहिँ हामी चाहिँ केबल कारबाट सबैजना ओर्ल्यौँ अनि अब हाम्रो फर्स्ट थिङ भनेको हामीले रुम खोज्ने अनि त्यसपछि सबैजना हामी गयौँ त्यहाँको। वाउ वी क्यान सी द भ्यू नेचुरल ब्युटीहरू यति राम्रो। वाउ आई वाज जस्ट लभिङ द प्लेस सो मच। अनि फाइनली हामीले चाहिँ रुम भेटायौँ अनि मम्मी ड्याडी हामी गर्ल्सहरू सबैजना एकतिर अनि ड्याडी अङ्कल दादाहरू भाइहरू सबैजना अर्को रुममा। अनि हामी चाहिँ बेलुका पनि एकछिन पूजा चाहिँ बिहानतिर गर्ने भनेर भनिरहेको थियौँ। सो बेलुका चाहिँ हामी मनोकामना मन्दिर घुम्न जाने भनेर गएको। सो लुक एट द भ्यू गाइज, ओ माई गड आई वाज सो ह्याप्पी सिइङ दिस। अनि कस्तो राम्रो मन्दिर फर द फर्स्ट टाइम इन माई लाइफ। अनि कस्तो मजा आयो। अनि त्यसपछि हामी फेरि फर्केर आयौँ अनि हामीलाई यस्तो चिसो जाडो भइरहेको थियो अनि हामी त्यसपछि हामीले खाना खायौँ। यस्तो चिसो भइरहेको थियो मजा आइरहेको थियो। एन्ड देन अनि फेरि सबै फ्यामिलीहरू हामी गफ गर्दै इन्जोय गर्दै बस्यौँ एकछिनसम्म अनि हामी छिट्टै बिहान उठ्नुपर्ने थियो। त्यसपछि वी वेन्ट टु स्लिप सबैजना सुत्नुभयो अनि And then what? And then we are waiting for tomorrow morning because we are so excited for tomorrow. And then look at my outfit. यो कुर्ता चाहिँ मैले भर्खर नयाँ ल्याएको थिएँ एन्ड देन आई वाज फ्रन्टिङ माई ड्रेस। अनि फाइनली हामी मेरो दिदी चाहिँ बिहानै छिट्टै मन्दिर पुग्यौँ। डेडीहरू मम्मीहरू चाहिँ भर्खर नुहाउँदै हुनुहुन्थ्यो अनि हामी चाहिँ छोडेर हामी चाहिँ मन्दिर अगाडि नै गयौँ बिकज यु ह्याभ टु मेक टिकटक देयर। सो हामी गयौँ अनि एकछिनपछि पूजा पनि गऱ्यौँ। पूजा मन्दिरमा चाहिँ भित्र फोटो खिच्न पाइँदैन सो हामी सबैले फ्यामिली पिक्चरहरू चाहिँ बाहिर लियौँ। अनि अफकोर्स मेरो चाहिँ फोटो सिङ्गल फोटो हुनैपर्छ। एन्ड देन लुक एट दिस सिनेरी। वाउ 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 आई जस्ट लभ दिस प्लेस। इफ आई विल गेट चान्स अगेन म फेरि पनि मनोकामना मन्दिर भिजिट गर्नेछु भनेर चाहिँ म चाहिँ आई वाज जस्ट इन्जोइङ द सिन सो मच।
एन्ड देन हामी चाहिँ खाना नखाइकन हामी चाहिँ दिदी सिन्धुलीमा चाहिँ हाम्रो दिदीको घर छ सो त्यही चाहिँ हामीले खाना खाने भनेर चाहिँ हामी घरतिर लाग्यौँ एन्ड देन लुक हेर्दै ओ माई गड जति हेर्यो त्यति हेर्नु मन लाग्ने है वा क्लाउड्सले चाहिँ पुरै हामी त क्लाउड्सको मिडलबाट चाहिँ केबल कार आउने रहेछ अनि त्यहाँबाट चाहिँ हामी अर्को हिल्स कटेर चाहिँ अनि मात्र एउटा रिभर कटेर मात्र चाहिँ यहाँ फेरि हाम्रो हाम्रो गाडी पार्क भएको ठाउँमा आउने रहेछ सो हामी सबैजना अगेन हामी फेरि सबैजना केबल कारमा चढ्यौँ यसपालि चाहिँ म मेरो मम्मी दिदीसँग बसेँ किनभने योभन्दा अगाडि आउने बेला चाहिँ म मेरो डेडीसँग बसिरहेको थिएँ एन्ड आई कुड नट मेक इभन अ सिङ्गल टिकटक भिडियोज अर आई कुड नट टेक एनी फोटोज सो दिस टाइम चाहिँ मैले चाहिँ सोचेँ मम्मी दिदीसँग बस्छु म टिकटक बनाउँछु भिडियो बनाउँछु भनेर बसेँ एन्ड वी मेक सम भिडियो वी मेड सम भिडियोज एन्ड देन आई वाज इन अनि एकछिनपछि त क्लाउड्सहरू सबै हरायो है अनि पुरै मजाले देखिन थाल्यो माथि चाहिँ केही नदेखिने क्लाउड्सले भरिपूर्ण अनि त्यसपछि चाहिँ तल आएपछि चाहिँ सबै खुल्ला देखियो एन्ड देन फाइनली हामी चाहिँ सबैजना ओर्लिसकेको थियौँ एन्ड देन हामी गाडीमा पनि चढिसक्यौँ अनि सबैजना गाडी चढिसकेपछि हामी फेरि लाग्यौँ अनि ठ्याक्क एकछिनपछि कमला खोला आएको थियो त्यहाँ चाहिँ थोरै भाकल समथिङ के चढाउनु पर्ने थियो त्यही भएर दिदीहरू ओर्लेर चाहिँ चढाउनु भयो अनि हामी चाहिँ बाटोमा दिदी घरमा ओर्लेर खाना खायौँ अनि त्यसपछि फाइनली वी आर होम एन्ड गाइज दिस इज माई होम एन्ड थ्याङ्क यू फर वाचिङ माई भिडियो